Hello everyone, good morning and namaste. सबैजनालाई वेलकम ब्याक टु माई च्यानल एन्ड इट्स अ न्यू डे अनि यो चाहिँ सेकेन्ड डे हो हाम्रो टुरको। अनि हिजोको भ्लगमा चाहिँ हामी सबै बसमा ट्राभल गरेको थियो किनकि हामीले चाहिँ बसमा 13 आवर ट्राभल गर्यो नि त, त्यही भएर त्यो 13 आवरको भ्लग चाहिँ त्यहाँ छ हैन, एकदम छोटो मिठोमा हैन, डेन्जर हैन त्यो र आज चाहिँ हामी जाँदैछौँ कहाँ रे स्वर्गद्वारी। अनि हामी चाहिँ यस्तो हतारमा निस्क्यौँ कि यहाँ नो स्टार्टिङ के डाइरेक्ट यहाँ बसमा बसेर अहिले त्यही पनि हाम्रो बसको टायर पङ्क्चर भएछ के भएछ कुनै, त्यही भएर रोकेछ टायरको हावा गएर। अनि त्यही भएर हामी चाहिँ यहाँ भ्लग बनाएर स्टार्ट गरिहालेको। त्यही भएर ओके, आजको हामी तपाईँहरूलाई मन्दिर पनि देखाउने छु राम्रोसँग होइन। अनि मसँग हुनुहुन्छ यहाँ मोमो गुरुङ। अब चाहिँ हामी जान्छौँ यहाँबाट। आजको हाम्रो ओटिटी चाहिँ अहिले हामी बसबाट झरे सिधै आउँछौँ ल होइन। हाम्रो स्वर्गद्वारीको लागि हाम्रो अटायर देखाउँछु तपाईँहरूलाई। सके हेरि जानु होला। अहिले चाहिँ कति बज्दैछ यो किन कि खालि एयरपोर्ट फाउन्ड भनेको कि अहिले चाहिँ 7 बज्न लागिसक्यो। लाइक हामी यो ठ्याक्किएन, हिजो हामी बिहान हामीले के नि भन्थ्यो त्यही टाइम भयो स्टार्ट गरेको। ठ्याक्कै भन्नुपर्दा चाहिँ 6:45 हुन लागिसक्यो। अनि अब हामी मन्दिर पुगेपछि त्यहाँ आउँछौँ। बिचमा खिच्यो नि खिच्यो, तर कति घन्टा अरे 4 घन्टा होइन 3-4 घन्टा 3-4 घन्टा चाहिँ बसमा हिँड्नुपर्छ अरे। अनि त्यसपछि फेरि सिडी चढ्नु छ। सो गाइस सिडी चढ्दा हाम्रो हालत देखाउँछु ल हेरि जानु होला। हाम्रो चाहिँ गाडी बिग्रेको अवस्था यहीँ सबै यस्तरी। यहाँ तल एउटा गाडी पनि रोकियो, अझै तीर्थयात्रा आएको रहेछ। यो गाडी यहाँ रोकियो भन्दैछ। चप्पलै भरि भयो यस्तो बालो अन्त कि सिक्नुहुन्छ त। ल हेडेर जाम अलिअलि भात त पच्छ भरे यहाँ छ ठुलो स्क्रिनमा हेरेर कहिले के खान्छ बस बिग्रेको अवस्था। अब आज त सुरुदेखि नै यस्तै भइरहेको थियो। अघि पनि तल त्यही भएको होइन, जाडो भयो कपाल चिसो भएर होला। ल जानु होला। हामी आइसक्यौँ। यहाँ चाहिँ पुरै कति धेरै आएर रहेछ भ्रमणको लागि। हाम्रो चाहिँ एउटै बसमा सबैजना आयो। अर्को बस पनि तल रोकिएको पनि आएको थियो, त्यो बसमा पनि हामी आदि कुनै चाहिँ त्यता पनि आएको थियो। काका कस्तो बस बिग्रेको है, ब्याड लक। ल ल अब हामी जान्छौँ सिडी चढ्नलाई। ल जाऊँ। स्वर्गद्वारी आश्रम प्रवेशद्वार खै कहाँ अब उकालो झर्यो तल जाऊ के ओह्रालो झर्दा त लिस्टियो कि। ओके फाइनली हामी आइपुग्यौँ स्वर्गद्वारी मन्दिर। फाइनली भेट भयो गाइस, भेट भयो। सिडी चढ्दा पछाडि हामी थाकेन। सबभन्दा टाढो मान्छेहरू हामी थाक्यो। पहिल्यै टिकटक खोजिसक्नु भयो, हामी टिकटक खोजेन हो क्या। 1 किलोमिटर तोकिएको क्षेत्रभन्दा भित्र ड्रोन क्यामेराले यो ड्रोन होइन कुन मुभीमा स्वर्गै जान लाग्यो तिमी त। मै त एकछिन है छ गाइस, एकछिन के हुन्छ ऊ गर्छ अनि दर्शन गरेर गर्छु। यहाँ चाहिँ के हो त्यो कुन भगवान कुन भगवान हो अरे सम्झाइदिन्थ्यो यसलाई।
ए सेतोमा निलो so funny अच्छा ल अब जाम मन्दिरतिर लेट्स गो भित्र खिच्न पाउने कि होइन बरु मान्छेहरू फोटो खिचेर भिडियो चाहिँ खिच्न पाउँछ होला ओ होइन नखिच त राम्रो आउँदो रहेछ म यसले खिचिदिन्छ एउटा हामी चाहिँ फर्किसक्यौँ मेरो गोब्रो कहाँ पुग्यो हामी यहाँ टिकासिका लाएर दर्शन गरेर पनि फोटोसोटो खिचेर निस्किसकेको हो भिडियो खिच्छ भनेको गोब्रोहरू समात्ने बाजे नै भेट्टाएन बाजेलाई गोब्रो समात्नु दिएको बाजे गोब्रो बोकेर पोखरा पुगिसक्नु भयो डल्लै जानुभयो जस्तो छ कि ओ यता हेर्नु मिठो भएछ ल अब चाहिँ हामी सिँढी झर्छौँ सिँढी झरेको त के देखाइराख्नु अब तल पुगेपछि यो त्यस्तो थर्काउँछ अहिले स्वर्ग जाने भनेको खैबाट खनेको स्वर्ग जाने भनेको मैले चिनेन कि रामको सीता होइन कि मैले चिनेन कि रामको सीता होइन कि फाइनली गोप्रो मेरो हातमा आइसक्यो अनि हामी चाहिँ जानु लाग्यो तर काफल किन्ने अन्त जस्ट टु बाई काफल हो ए यो वाला काफल हो कति हो नि 20 रुपैयाँ गिलास 3 गिलास त पाइयो नि 100 को 3 गिलास हामी चाहिँ हिँडिसक्यौँ हालत खराब छ उकालो ओह्रालो गर्दै बेहाल छ बेहाल ओइ कति हल्लियो के तर एउटा गुड थिङ काफल भयो ओके मैले देखाएको थिएँ काफल किनेको ल अब चाहिँ हामी कति जान्छ खाना खान जान्छ कि पहिला उता जान्छ त्यही वापस हामी बसेको ठाउँ भिङ्ग्रीमा जान्छौँ गाइस के भन्नु तपाईँलाई भिङ्ग्रीको बारेमा एक्सपिरियन्स राम्रो भयो एक्सपिरियन्स राम्रो छ होइन ठिकै छ ल पछि कुरा गरौँ ल ल राखिदिए भाइ मलाई हेर हामी चाहिँ अर्घाखाँची इन्ट्री भइसक्यो अर्घाखाँची इन्ट्री भएर माथि उकालो लाग्दैछौँ जङ्गलमा अनि हाम्रो हालत खराब छ यहाँ सबको हालत खराब छ यहाँ भिडियो एक्सपोर्ट हुँदैछ गाइस यति टाइम लाग्छ कि 3 क्यान्सल भइसक्यो स्टोरेज प्रब्लम गाइस सो मलाई आइफोन 16 प्रो म्याक्स पठाइदिनु भने ओके गाइस हामी चाहिँ यहाँ सुब्बादेउरालीमा बसेछौँ अनि हामी चाहिँ अहिले के भन्छ त्यसलाई हामी चाहिँ अहिले सुब्बादेउराली होइन सुब्बादेउरालीमा बस्नुपर्छ भोलि चाहिँ बिहानै मन्दिर जाने भनेर अनि हामी चाहिँ एउटा कोठामा कतिजना छौँ अहिले चाहिँ हाम्रो बेडरुमहरू जेस हामीलाई फाइदा भयो त्यो पछि भएर चाहिँ अब चाहिँ हामी खाना खान जान्छौँ अनि त्यसपछि आएर फ्रेस हुन्छौँ है ओके जानु होला आज राम्रोसँग भ्लग खिच्नै पाएन किनकि गोप्रो नि कहाँ कोसँग पुगेको थियो अनि त्यही माथि आज त मस्त सुतेर आएँ म त बस्दै भोलि ल हेर जानु होला छुट्टीमा आ गए यहाँ लाउरे छुट्टीमा लाउरे होटलमा यता पनि हुनुहुन्छ
बजे हामी सबै मन्दिरबाट फर्किएपछि चाहिँ फ्रेस भएर खाना खाएर अनि एकछिन नाचगान गऱ्यौँ अनि त्यसपछि चाहिँ हामी सबैजना सुत्न गयौँ र मैले चाहिँ इन्डिङ भ्लग गर्न बिर्सेको लागि अहिले भोइस ओभर दिएर इन्डिङ गर्दैछु सो यस गाइज आज यो भ्लग चाहिँ यति नै थियो अनि आई होप तपाईँहरूले इन्जोय गरेर राख्नुभएको छ होइन यदि तपाईँहरूले मेरो डे 1 को भ्लग हेर्नुभएको छैन भने त्यो पनि हेर्नु होला टुरको होइन र अझै पनि हामीले नयाँ नयाँ ठाउँ एक्सप्लोर गरेको भ्लगहरू आउनेवाला छ Till now, please enjoy this vlog and thank you so much for watching till the end. Bye bye everyone. Have a good day. Bye. Love you all.